हिम्मत नै भएन, भिडियो रेकर्ड गर्ने हिम्मत नै भएन। अब के भनौँ, अब मैले भनेर केही हुनेवाला होइन, मैले केही भन्न मिल्ने होइन। म अब के भन्ने हुन्छ क्या, अब यो कुरामा के चाहिँ भन्न सकिन्छ, केही भन्न सकिन्न यो कुरामा। अब हामीले गरेर केही हुनेवाला होइन। तर एउटा कुरा मात्रै भन्न चाहन्छु कि सरी नेमार, आई एम सरी नेमार। म त्यो टिममा खेल्दिनँ, म त्यो देशमा बस्दिनँ, म त्यो केही नाता छैन मेरो त्यो देशमा, फुटबल बाहेक अरू केही नाता छैन। तर सरी नेमार, यु डिडन्ट डिजर्भ दिस, यु डिजर्भ मोर बेटर, मोर फार बेटर देन दिस। ब्राजिलले जे गरे तर नेमारलाई चाहिँ यो हुनु नहुने हो क्या। लास्ट वर्ल्ड कप जुन यो नेमार छ त्यो चाहिँ यसरी जान नहुने हो। नेमार के कसरी सक्छ क्या, राउन्ड अफ 32 मा हार्न कसरी सक्छ? जसले त्यत्रो चान्स क्रिएट गरिरहेको त्यत्रो गरिरहेको त हार्न कसरी सक्छ नर्वेसँग, जुन अस्ति भर्खर आएको टिम हो। यो जुन ब्राजिलको टिम छ नि, यो जुन ब्राजिलको टिम सबैले खुट्टा ढोगेर नेमारलाई सरी भने पनि नेमारले छोड्न हुन्न कि, सबलाई लखेटेर हान्नुपर्छ यो नेमार। मात्र त्यही एउटा मान्छे, त्यही एउटा मान्छेको लागि भर्दा यो देशको लागि दुःख लागिरह, नभए त्यो मैले जाने हो त्यो तिनीहरूलाई नभए न नाता न केही, बाहिर फाल्नु जे गरे गरून् मतलब भएन। तर त्यसले डिजर्भ गर्थेन कि, जसले त्यो 6 महिना अगाडि 7 महिना अगाडि त्यो घोडासोडा भाँचेर एसियल इन्जरी भएर हिँड्न नसक्ने भएर पनि त्यत्रो मेहनत गरेर आयो, यहाँ वर्ल्ड कप आएर खेलिरह, आफ्नो देशलाई रिप्रेजेन्ट गरिरह, त्यसले चाहिँ यो डिजर्भ गर्थेन। जसले ब्राजिललाई यत्रो वर्ष क्यारी गर्यो, एक्लै क्यारी गर्यो, अरू कोही नहुँदा एक्लै गोल हान्थ्यो, एक्लै असिस्ट निकाल्थ्यो, एक्लै क्यारी गर्थ्यो, त्यसले यो डिजर्भ गर्थेन। ब्राजिल हारेको, नेमारको अगाडि हारेको ब्राजिल, यो जुन ब्राजिलको हार क्वार्टर फाइनल गयो, सेमिफाइनल गएर हाले पार अलि सम्मानजनक हार भन्ने थियो। राउन्ड अफ 16 मा कति 4-5 वर्ष भयो थियो लगातार क्वार्टरमा गएर हारेर आएको थियो, अहिले राउन्ड अफ 16 मै हारो। यति छिटो हार्न परेको यिनीहरूलाई। गोलकिपिङ ठिक थियो, एलिसन ठिक थियो, डिफेन्डिङ ठिक थियो, मार्किनियोस र ग्याब्रियल ठिक थियो, तर अट्याक बुर्नो गुमरेसलाई त्यहाँ ब्राजिलभित्र छिर्न दियो भने मैले जाने हो। त्यसलाई ब्राजिलका मान्छेले त्यसलाई ब्राजिलभित्र छिर्न दिनुहुन्न त, पेनाल्टी मिस गरेर। एन्ड्रिकले त किपरसँग 1v1 मिस गर्ने, 1v1 मिस गर्छ त कहाँ बाहिर फाल्छ। सबले उताबाट क्रस मिठो निकालेर कोहीले उसलाई कन्भर्ट गर्न सक्दैनन्, चान्स क्रिएट गरेर सर्ट हानेर एउटा गोल लिन सक्दैनन्, न बल राख्न सक्छन् आफूले, न केही गर्न सक्छन्। यो ब्राजिल टिम वर्ल्ड कपमा अगाडि जानेवाला त्यो थिएन। त्यो स्कटल्यान्डसँग गेम, जापानसँग गेम हामीलाई धोका दिन हो कि यसले केही गर्छ भनेर, तर यो केही गर्न सक्नेवाला थिएन। बट नेमारको के गल्ती थियो के, यो ब्राजिल टिममा नेमारको चाहिँ के गल्ती थियो त्यो भन। बुर्नो गुमरेस केही भन्न छैन त्यसलाई ब्राजिलभित्र छिर्न दिन मिल्दैन, त्यसको नागरिकता निकाल, सब खोस, त्यो के जे गर्ने गर, काम छैन त बुर्नोजी। एन्ड्रिक अबदेखि ब्राजिलको टिम वरिपरि देखियो भने मैले जाने हो त्यसलाई। त्यो एन्सोलिटीले सही गर्थ्यो कि, त्यसलाई आजसम्म नखेलाएको त हाम्रो कोचलाई भन्दा बढी थोरै थाहा हुन्छ र। त्यसले बुझेछ नि त्यसलाई के गर्छ के गर्दैन भनेर। जब प्रेसर आयो भ्याइयो। अट्याकले यो ब्राजिलको अट्याकले केही हुनेवाला थिएन, सबलाई थाहा थियो। ब्राजिल योपालि वर्ल्ड कप जित्नेवाला थिएन नि, सबलाई थाहा थियो। तर यति छिटो फालिन्छ भन्ने थाहा थिएन। अझै नेमार आएपछि छुट्टै हाइप थियो। सुरुमा त 1-0 थियो, ठिक छ। त्यो हालान्डले अब एउटा गोल त गइहाल्यो हेडिङमा, त्यो ग्याब्रियलले रोक्न सक्ने। जब मैले भनेकै थिएँ, जब यदि ग्याब्रियलले गल्ती गर्छ भने त्यो गोल जानेवाला छ, ग्याब्रियलको गल्ती नगर्दासम्म गोल जान्न। तर त्यो ग्याब्रियलको गल्ती भन्न मिल्दैन त्यसलाई। हालान्डको फिजिकलिटी यति राम्रो हो कि त्यो ग्याब्रियलले धान्नै सकेन हालान्डलाई, हेडिङ लिख्दा त्यो रोक्नै सकेन। अब के भन्ने, ग्याब्रियलको गल्ती भन्न मिल्दैन। ग्याब्रियल राम्रो खेलेको, राम्रो डिफेन्डिङ गरेको, तर हालान्डलाई अब त्यस्तै पछिको गोल अब खाइहाल्यो। त्यो त्यस्तो राम्रो गोल हाल्नु पछिको लास्टको 10 मिनटमा गोल खायो, त्यहाँबाट त अब काउन्टर निकाल्ने त्यस्तै हो। अब एउटा पेनाल्टी आयो, पेनाल्टी गोल, यसो सान्त्वना, नेमारको गोल यो वर्ल्ड कपमा भनेर सान्त्वना दिनलाई मात्रै भयो। अरू त अब के भन्ने, यो टिमको इतिहास यत्रो लामो छ। 2000 मैले जब वर्ल्ड कप हेर्न थालेँ 2014, मैले 2014 मा ब्राजिलको गेम हेरेर ब्राजिलको फ्यान भएँ।
2014मा जुन ब्राजिलको रन चलिरहेको थियो त्यो नेमारले जुन बगाइरहेको थियो 2014बाट मैले फुटबल हेर्न थालेको त्यही पनि ब्राजिलले गर्दा र ब्राजिलको फ्यान पनि त्यतिखेरबाटै भएको वर्ल्ड कपबाटै त्यतिखेर भयो एकदम रन चलेको त्यतिखेर खास सानै थिएँ खासै बुझ्ने चाहिँ थिएन त्यति फुटबल चाहिँ बुझिने थिएन तर ब्राजिल चाहिँ मनपर्थ्यो त्यतिखेर अनि ठ्याक्क त्यो मस्त नेमारले लगिरहेको थियो क्या खुसी लाग्थ्यो नेमार कोलम्बियासँग त नेमारलाई घोडाले हान्यो नि त्यतिखेर नि एकदम सकेन कि भने त्यतिखेर फुटबलको बारेमा खासै केही नआउँदा नि एकदम दुःख लाग्थ्यो त्यतिखेर र जब 7-0 खाएर फालियो त्यतिखेर चाहिँ रोकै हो अब त्यतिखेर नि रोक हो अब 2018मा जब बेल्जियमले फाल्यो बेल्जियमले 2-0 हानेर बेल्जियम 2-0 कति गोल हान्यो त बिर्सेँ अब त तर बेल्जियमले नि फाल्यो 2018मा त्यतिखेर नि हार्ट ब्रेक भयो त्यतिखेर चाहिँ अलि धेरैजना बसेर हेर्छ त्यतिखेर अलि धेरै उ भयो त्यतिखेर चाहिँ अलि मिलेन र 2022को हार्ट ब्रेक त अझै खतरनाक थियो त लास्टमा क्रोएसियाले 2 मिनटमा गोल हानेर ठ्याक्क 2 मिनट हो कि 3 मिनटसम्म गोल हानेर गोल फर्काइदिएर त्यहाँ ड्र भएर पेनाल्टीमा हारेको त मार्किनियसले लास्टमा पेनाल्टी मिस गरेर अझै याद छ त्यो नेमार रोको हेर्दा र आजको दिन फेरि त्यही रिपिट भइसकेको छ अस्ति न के हुन्छ भन्दा ब्राजिलको टिमको माया लाग्थ्यो जस्तै टिम राम्रो खेलेछ भन्ने हुन्छ आज लाएन के आज लाएन यो टिम त्यस्तै हो अब के भन्ने कुरो हुन्न कि अब मैले भनेर केही हुने होइन कसैले भनेर केही हुने वर्ल्ड कपबाट फालियो अब त्यस्तै यो तर नेमार घुमिफिरेर नेमारकै आउँछ आज त बिचरा रुन पनि सकेन कि अब मैले हेर्न सकेन त्यसले रोको रुन रोयो होला तर सुरुमै रहन अस्ति सुरुमै रुन्थ्यो सुरुमा रुनै पनि सकेन बिचरा त्यो लास्टमा लडाइँ भइरह एग्रेसन भइरह बिचरा के गरोस् के त्यो बिचरा एक्लैले पनि सक्दासम्म गर्यो नि त्यसले देशलाई क्यारी गर्दासम्म गर्यो 2000 पहिला वर्ल्ड कप 2014को वर्ल्ड कपमा क्यारी गऱ्यो 18को वर्ल्ड कपमा क्यारी गऱ्यो 2022को वर्ल्ड कपमा क्यारी गऱ्यो त्यत्रा कोपा अमेरिका क्यारी गऱ्यो यो एन्डिङ डिजर्भ गर्नेवाला थिएन नेमारको लास्ट डान्स अब अर्को वर्ल्ड कप जहाँसम्म नेमार खेल्ने स्यान्टोसमा खेल्ला स्यान्टोसमा अझै 1-2 वर्ष खेल्ला स्यान्टोसको लागि खेल्न सक्छ अब खेल्न सक्नेसम्म खेल्छ नसक्नेसम्म खेल्दैन तर जब देशको लागि अब यो लास्ट गेम हुनेवाला छ लास्ट डान्स होला जहाँसम्म ब्राजिलको रन हेर्न पाइन्छ केही हुन पाइन्छ भन्ने यो टिम कार्लो एन्सेलोटी यो फेल्ड कार्लो एन्सेलोटी ब्राजिललाई डिसएपोइन्ट गरे होइन त्यसको नि पहिलो वर्ष ब्राजिलको टिम पनि साह्रै राम्रो होइन अब त्यसलाई नि खासै के भन्न मिल्दैन यो आजको गल्ती त प्लेयरकै गल्ती हो किनकि नर्वे कतै पनि बेटर थिएन ब्राजिलभन्दा कुनै पनि एक्सेप्टमा नर्वेले जित्छ भन्ने थिएन आजको गेममा हरेक एक्सेप्ट हेऱ्यो अट्याकिङ हेरौँ डिफेन्स हेरौँ मिडफिल्ड हेरौँ ब्राजिलै राम्रो थियो तर जब गोल हान्ने पाले आउँछ मान्छेहरू कहाँ जान्छन् कि यत्रो दिन भिरी चलो भिरीले क्यारी गर आज भिरीले हान्न सकेन खै अरू के गर्न आएको हुन् यो वर्ल्ड कपमा यत्तिकै आएको नि पैसा उडाउन त्यत्तिकै खान पेनाल्टी मिस गर्न यो बुर्नो गान्डो मैले जाने हो यसलाई मैले जाने हो यो बुर्नोमा आसाला यो कहिल्यै केही चाहिने काम बेला कहिल्यै काम लाग्दैन कि यो बुर्नो अरू बेला त यत्तिकै दौडिरहेको हुन्छ यसलाई त निकाले हुन्छ कि यो बुर्नो क्यासेमेरो नि किन पासिङ छैन यो बुढो नि रिटायर हुनुपर्छ सब ब्राजिलका रिटायर गरेर सब प्लेयरलाई निकाएर सब त एकाडेमीका उठाएर ल्याए हुन्छ कि अब फेरि नयाँ बनाएको टिम जुन टिम हुन्थ्यो रोनाल्डो काका रोनाल्डिनो तिनीहरू केमा आए अहिले मार्टिनेलीको भर पर्न परे रायनको भर पर्न परे ड्यानिलो स्यान्टोसको भर परे डोग्ला स्यान्टोसको भर पर्न परे फ्याबिनोको भर पर्ने त्यो कति 100 वर्षको बुढोको भर पर्न परे नेमारको भर पर्न परे नर्वेको किप्परले गर्दा जित्यो आज अरू कोही होइन किप्परले गर्दा जितेको किप्पर म्यान अफ द म्याच हो आजको नर्वेको त किप्परले के खाएर आएको थियो थाहा भएन के गर्न खोजेको त्यसले थाहा भएन सब गोल रोकेको थियो त्यो लास्टको त्यो कति मिनटमा ठ्याक्क त्यो औँलामा लाएर त्यो एन्ट्री हो कि को गाना म त ध्यानै भएन गेममा त के भयो अब त्यो हारेपछि अब त के भयो त्यो गेममा ध्यान भएन कसले सर्ट हान्ने थियो त्यो उडेर आएको थियो ठ्याक्क औँलाले रोकेर बाहिर गयो कतिवटा फिङ्गर टिप सेभ गर्यो टन्नै सेभ गरेर गोलहरू रोकै थियो सर्ट हालिदिँदा ब्राजिलले नर्वे क्वार्टर फाइनल गयो बधाई छ ब्राजिल चाहिँ अब यो लास्ट टाइम होला मैले ब्राजिलको गेम यति उले हेर्दैछु अब चाहिँ ब्राजिलको गेम हेरिनँ किनकि नेमार हुनेवाला छैन गेम चाहिँ हेरेला अब ब्राजिलको फ्यान त सधैँ भइन्छ त्यही नि जुन हिसाबले हेरिन्छ जुन लगावको साथ हेरिन्थ्यो जुन जोसका साथ हेरिन्थ्यो त्यो चाहिँ अब हुनेवाला छैन यत्रो वर्षको नेमारको करियर
लास्टमा राउन्ड अफ 16मा फाइनल लेखेर रहेछ। सेमी फाइनल गयो त हुन्थ्यो, सेमी फाइनल गयो अथवा थर्ड पोजिसन भएको भए त ल सेमी फाइनल थर्ड केही त भयो भन्ने हुन्थ्यो। राउन्ड अफ 32मा नर्वेले फाले नर्वेले जुन टिम मजाक गर्दै आइरह हालान्डले भनिरह हामीले वर्ल्ड कप जित्दैन यत्तिकै आइएछ भन्दै भनिरह त्यो टिमसँग हार्ने पनि ऊ छ क्या, उताको टिम बलियो भएर उताको टिम राम्रो खेलेर हारे त हुन्छ, आफै राम्रो खेल्दा नि आफै हार्न सक्ने। वर्ल्ड कप भन्दा अगाडि नेमार आउँछ भन्दै मान्छे कति खुसी थिए। नेमार यो वर्ल्ड कपमा खेल्यो आधा घन्टा, सुरुको गेममा कति 15-20 मिनट खेल्यो र आज खेल्यो 20 आज नि त्यही कति 60-65 मिनट आएको थियो, त्यति खेल्यो। धेरै केही गर्न त पाएन, तर अलिअलि चाहिँ केही न केही क्रिएट गरिरहेको थियो, केही न केही गर्न खोजिरहेको थियो। त्यो दिएको नेमार जोस, अरू प्लेयरमा खै के जोस, अरू प्लेयरमा हङ्गर खै के। 1-0 डाउन छ, ल पहिलो कुरो 1-0 डाउन हुनै नहुने हो, त्यो 2-0 अप हुनुपर्ने हो, 2 गोल हुनुपर्ने सुरुमा, त्यो 1-0 डाउन छ, ल ठिक छ। त्यसपछि खै के हङ्गर अट्याक गर्ने, न प्रेस गर्न गह, न बल खोज्न गह, यत्तिकै बल राख्न देखेन अरूले, तैँले राख भन्दै टाइम वेस्ट गर्न यत्तिकै थिएन क्या। आजकोमा जोस थिएन, यति नै जोस थिएन। हामी हेर्ने मान्छे पागल हो क्या, हामी हेरिरहेको यो गेम। ब्राजिलका फ्यानहरू छन्, जो छ तिमीहरू सब पागल हो कि ब्राजिलको फ्यान छ, ब्राजिलको गेम हेरिरह। अर्जेन्टिनाको फ्यान के छ, सजिलो छ, मेस्सीले गोल हान्छ, टिमहरू राम्रो खेल्छन्, ठिक छ। रोनाल्डोको के छ, वर्ल्ड कप जित्दैन भन्ने थाहा, त्यही पनि सपोर्ट गरिरहन्छन्। ब्राजिलको के हो, वर्ल्ड कप जित्छ भन्ने आश ल्याउँछ, तर कहिले हुन्न। अहिलेको त सबभन्दा बेकार पर्फर्मेन्स यो वर्ल्ड कपको। उता सब साना टिमले ठुल्ठुलो रन गरिरहन्, तर यिनीहरू के भएको सबै सक्ने होइन। बोल्न नि अब के बोल्ने हो, अब हामीले गेम हेर्न सकेको छैन कि, त्यस्तो भयो थियो आजको गेम, यस्तो नराम्रो खेलेको। गेम हेरेर आफ्नो आँखा चक्कु हाने चाहिँ भएको थियो। सुरुमा त चक्कु हान, पछि आँखामा झेरै हाने त ऊ हानेर गोल हानेर आँसु आउनु मात्रै बाँकी थियो त्यो तर आज चाहिँ आएन। यो 2022को जस्तो, यो 2018को जस्तो भएपर आउँथ्यो, तर आज चाहिँ आएन, किनकि त्यतिखेर टिम राम्रो खेल्थ्यो, टिमले त्यो जोस देखिन्थ्यो, केही गर्छ भन्ने देखिन्थ्यो, तर आज थिएन। आज नेमारको लागि मात्रै आउनु सक्थ्यो, तर नेमारको लागि नै आएन, किनकि नेमारको जो आएन, अब आफ्नो नै आउने कुरो भयो, नेमारको नआएपछि। नेमार आएको भएपर आउँथ्यो, नेमारको आँसु आएको भएपर आउँथ्यो होला, तर नेमारको आएन। त्यही हो, अब वर्ल्ड कप अब भ्यायो ब्राजिल फ्यानको लागि। वर्ल्ड कप भ्यायो भन्नाले वर्ल्ड कप अरू गेम त हेरिन्छ, तर जुन जोसका साथ आजसम्म वर्ल्ड कप हेरेको थियो, त्यो वर्ल्ड कप अब कहिले हेर्नेवाला होइन कि। अब जिन्दगीभरि जुन यो 2026को वर्ल्ड कप जुन जोसका साथ, जुन जागरका साथ, जुन भित्रैबाट एक्साइटेड भएर हेर्ले थियो, त्यो अबको वर्ल्ड कपहरू कहिले हेरिनेवाला छैन। जस्तै वर्ल्ड कपहरू हेरिन्छ, गेमहरू आउँछन्, सानो टिम रोनाल्डो एमबापे हुन्छ, तर अहिले जुन भित्रैबाट आएको थियो नि, त्यो वर्ल्ड कप हेर्न पर्छ भने त्यो चाहिँ अब कहिले आउनेवाला छैन कि। यो 2026को त्यो हरेकलाई हो, नेमार फ्यानलाई भओस्, मेसी फ्यानलाई भओस्, रोनाल्डो फ्यानलाई भओस्, जसलाई भओस्, त्यसलाई अब कहिले आउनेवाला छैन कि। यो 2026को वर्ल्ड कपको जुन फिलिङ थियो नि, त्यो अब चाहिँ कहिले आउनेवाला छैन, किनकि यो सबको लास्ट वर्ल्ड कप हो। किनकि मेन हाम्रो जुन जेनेरेसन छ, जसलाई वर्ल्ड कप हेर्न सिकायो, जसलाई फुटबलसँग माया गर्न सिकायो, नेमार, मेसी, रोनाल्डो, यिनीहरू तिनवटा त हुन् नि। यिनीहरू तिनवटाको यो लास्ट वर्ल्ड कप छ, यसपछि त्यस्तो जोस हुन्न नि। अहिले यिनीहरूको लास्ट वर्ल्ड कप भनेर जुन हाइप छ, जुन कुरा छ, त्यो सकिन्न के। अब नेमारको कुरा गर्ने हो भने, अब नेमारको अब जहाँसम्म यो ब्राजिलको लागि लास्ट वर्ल्ड कप थियो, अब कोप्पा अमेरिका जहाँसम्म त्यतिखेरसम्म फिट भएर एउटा कोप्पा अमेरिका खेलेर जित्यो भने त्यो भाग्य हुन्छ, एकदम खुसीको कुरा हुन्छ सबको लागि, नेमारको लागि, सबको लागि। एन्डिङ राम्रो हुन्छ, किनकि यस्तो एन्डिङ डिजर्भ गर्थेन। जब पहिला नेमार आएको थियो 2012, 13, 14मा, मान्छेहरूले सोचेको थिएनन् कि यो मान्छे यत्तिको हुन्छ भनेर। मान्छेहरूले सोच्थे च्याम्पियन्स लिग जित्छ, 5-6वटा च्याम्पियन्स लिग जित्छ, अनि टन्नै ब्यालेन्डोर 1-2टा जित्ला, वर्ल्ड कप जित्न सक्छ, वर्ल्ड कप जित्न सक्छ। 2014को त अलमोस्ट जितेको वर्ल्ड कप त जर्मनीसँग नेमारको भएर। तर नेमारको करियर यस्तरी जान्छ भनेर मान्छेले कहिले सोचेको थिएन, यस्तरी एन्ड हुन्छ भनेर कहिले सोचेको थिएन। अब मलाई त थाहा भयो त्यतिखेर अब त्यो नेमारको पिक हुँदा, तर जब पिएसजीमा गयो त्यतिखेरबाट अलि चेन्ज हुन थालेको। त पिएसजीमा नजान हुने भन्ने अब त पास्टको कुरा, अब त छोडिदिने, अब त्यस्तै, त्यो अरू केही भन्न मिल्दैन। तर यो नेमारले यो ब्राजिल टिम डिजर्भ गर्थेन। यो ब्राजिलले टिमले जुन नेमारलाई गर्यो नि, जे गर्यो नि, त्यसलाई पाप लाग्छ कि, ब्राजिलको टिमलाई पाप लाग्छ। तिनीहरूलाई
तिनीहरूलाई जिन्दगीभरि सुख पाउनेवाला छैन कि यो जे गरे नि आजको। यही हो अब वर्ल्ड कप चाहिँ राउन्ड अफ 16 अब सिद्धिन थाल्यो। अब त्यसपछि क्वार्टर आउँछ, सेमी आउँछ, फाइनल कि त फ्रान्स हुन्छ कि अर्जेन्टिना इङ्ल्यान्ड हुन्छ, नभए स्पेनले जित्न सक्छ। अब कोही न कोही जित्छ। अब ब्राजिल फ्यानलाई त अब त्यस्तै हो, अब दुःख छ। अब कताबाट के खोज्ने थाहा भएन। र यति हो। अब धेरै के भन्ने हो र अब केही भन्ने पनि छैन। यो गेमको कुरा गर्ने कुरा भएन। अब फाल्ली अब यस्ता हावा जाँठे गेम नाथे गेम नेमारलाई हेर्न पाइयो। अब त यो लास्टचोटि खेलेको हेर्न पाइयो। त्यो भन्ने अब खुसी लिने बस्ने, त्योभन्दा अब अरू केही अन्त्य छैन। र फेरि सरी नेमारे। ब्राजिल टिमले भन्छ भन्दैन, तिनीहरूले भन्नुपर्छ। खुट्टा ढोगेरै भन्नुपर्छ। तिनीहरूले खुट्टा ढोगेरै जे गरेर त्यहाँ नेमारको घरमा बरु काम गरेर बस्नुपर्छ तिनीहरू प्लेयरहरू। तर नेमारलाई माफ गर्न, सरी मागुन्, तिनीहरूले मागुन्, तर माफ गर्न हुन्न नेमार। यो जुन आज गरे नि, यो कोहीले गर्दैन कि यो। अलि ट्राई त गर्छ, जस्तो फाइटै देखेको थिएन क्या त्यो गेममा। अलि फाइट देखाउने हुन्छ। जस्तै अब के भने बेल्जियमले फाइट देखायो, बेल्जियमले सक्यो। नसके नि फाइट त देखाउने हुन्छ नि। फाइटै नदेखाउने त अब लास्ट 10 मिनट बाँकी छ, 10 मिनट बाँकी त नर्वेसँग बल त खोज्न जाने भनेपछि होइन, प्रेस गर्न जाने भनेपछि नि। यो कार्लो एन्सेलोटीले के गराउनु खोजेको? न प्रेसिङ टिम छ, न केही टिम छ। अब फेरि बोल्न थाल्छ, फेरि धेरै बोलिन्छ। अब यही हो वर्ल्ड कप। अब वर्ल्ड कपबाट ब्राजिल बाहिरिसकेको छ। यो भन्न चाहिँ मन लाग्थेन, अब चाहिँ भन्नै पर्ने भयो। बाई बाई। अब भेटौँला अब अरू भिडियो बनाए पर।